गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल देशभरिका 460 गाउँपालिकाहरूको छाता सङ्गठन हो। यसले स्थानीय लोकतन्त्रको प्रवर्धन, स्थानीय स्वायत्तताको प्रयोग र रूपान्तरणकारी सार्वजनिक सेवाहरू प्रदान गर्दै गाउँपालिकाहरूको राष्ट्रिय आवाजको प्रतिनिधित्व गर्छ। नेपालमा सङ्घीय प्रणालीलाई सुदृढ गर्दै बलियो, सक्षम र जवाफदेही स्थानीय सरकारहरूका लागि साझा दृष्टिकोण अगाल्नु, अन्तर सरकारी सम्बन्ध सुदृढ गर्नु, सङ्घ र प्रदेशमा कानुन निर्माणमा स्थानीय सरकारको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु जस्ता कार्यलाई महासङ्घले पहिलो प्राथमिकतामा राखेको छ। त्यसैगरी स्थानीय सरकारमा समावेशितालाई मूल प्रवाहमा ल्याउन तथा नेतृत्व कौशल विकास गर्दै स्थानीय सरकारमा सार्वजनिक जवाफदेहिता प्रवर्धन गर्ने कार्यमा महासङ्घले निरन्तर काम गरिरहेको छ। महासङ्घले आफ्ना गतिविधिहरूलाई प्रभावकारी बनाउन 5 वर्षे रणनीतिक योजना तर्जुमा गरेको छ। सबल, अब्बल र जवाफदेही स्थानीय सरकार दिगो सङ्घीय लोकतन्त्रको आधार रणनीतिको मुख्य परिकल्पना रहेको छ। स्थानीय लोकतन्त्रको प्रवर्धन गर्ने, सङ्घीयताका सन्दर्भमा स्थानीय स्वायत्तताको प्रत्याभूति गर्ने र गाउँपालिकाहरूको क्षमता बढाई स्थानीय सेवाहरूको प्रभावकारी सञ्चालन र व्यवस्थापन गर्ने कार्यलाई मुख्य ध्येयका रूपमा लिएको छ। महासङ्घका मुख्य 4 प्राथमिकताहरूमा महासङ्घको संस्थागत क्षमता विकास, महासङ्घका सदस्य गाउँपालिकाहरूको सङ्गठनात्मक सुदृढीकरण र प्रभावकारिता, अन्तर सरकारी संयन्त्रहरूमा महासङ्घको प्रभावकारी उपस्थिति र सङ्घीयताको कार्यान्वयनसँगै स्रोत साधनहरूमा समन्यायिक पहुँच रहेका छन्। प्रस्तुत भिडियो प्रतिवेदन महासङ्घले आर्थिक वर्ष 2081-82मा सम्पादन गरेका गतिविधिहरू र त्यसले पारेको प्रभावमा केन्द्रित छ। महासङ्घको संस्थागत क्षमता विकास। केन्द्रीय कार्य समितिको बैठक। गत आर्थिक वर्षमा महासङ्घ केन्द्रीय कार्य समितिको बैठक 2 पटक बसेको छ। काठमाडौँमा 2 पटक बसेको बैठकले जम्मा 12 वटा निर्णय गरेका छन्। भएका निर्णयहरू सबै कार्यान्वयनमा आइसकेका छन्। भदौ 12 र 13 गते भएको बैठकले 10 बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको थियो। यस बीचमा कार्य सम्पादन समितिको बैठक 2 पटक बसेको छ भने आवश्यकता अनुसार पदाधिकारीहरूको औपचारिक तथा अनौपचारिक बैठक भइरहेका छन्। विकास साझेदार निकायहरूमा सहकार्य। महासङ्घले हाल युनिसेफ, ब्रिटिस एम्बेसी काठमाडौँ, द एसिया फाउन्डेसन, GIZ, एसियाली विकास बैङ्क, SDC हेल्वेटास लगायतसँग विभिन्न गतिविधिहरूमा सहकार्य गरिरहेको छ। त्यसैगरी कर्णाली र मध्य प्रदेशमा क्रियाशील विभिन्न विकास साझेदार निकायहरूसँग समन्वयात्मक बैठक गरी सहकार्यका सम्भावित क्षेत्रहरूका सम्बन्धमा छलफल गरिरहेको छ। अध्ययन, अनुसन्धान, प्रकाशन तथा प्रचार प्रसार। महासङ्घले यस अवधिमा आफ्नो बुलेटिन स्थानीय आवाज 2 अङ्क प्रकाशन गरेको छ। सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र अन्तर सम्बन्धका लागि संरचनाहरूको क्रियाशीलता सम्बन्धी अध्ययन प्रतिवेदनको अद्यावधिक संस्करण 2081 प्रकाशन गरिएको छ। प्रकाशनको क्रममा प्रदेश स्तरमा बागमतीको हेटौँडा र केन्द्रीय तहमा काठमाडौँमा विभिन्न मन्त्रालयहरूसँग परामर्शका लागि कार्यशालाको आयोजना गरिएको थियो। त्यसैगरी पर्यटन क्षेत्रको विकासमा लुम्बिनी प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वयका लागि अध्ययन गरी सिफारिस गरिएको छ। विगत 4 आर्थिक वर्षदेखि हरेक वर्ष प्रकाशन गरिँदै आएको स्थानीय सरकार सञ्चालन पात्रो यस वर्ष पनि प्रकाशन गरी वितरण गरिएको छ। त्यसैगरी राष्ट्रिय समन्वय परिषदको वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2070-78 देखि आर्थिक वर्ष 2081-82 सम्म तयार गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई प्राविधिक सहयोग गरिएको छ। स्थानीय सरकारसँग सम्बन्धित जरुरी विषयहरूमा नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा समय समयमा पालिका बहसमा समन्वय र सहभागी भइरहेका छौँ। सङ्घ महासङ्घ बीचको सहकार्य। स्थानीय सरकारका सवालहरूमा सङ्घ तथा प्रदेश सरकारसँग पैरवी गर्नुपर्ने विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले अन्य सङ्घ महासङ्घसँग सहकार्य गरिरहेको छ। गत आर्थिक वर्षमा महासङ्घकै संयोजनमा 3 वटा संयुक्त बैठक सम्पन्न भएका छन्। समानीकरण अनुदान, विद्यालय शिक्षा विधेयक र शिक्षक आन्दोलन, राष्ट्रिय समन्वय परिषदको बैठक र कार्य विस्तृतीकरण प्रतिवेदन लगायतका 1 दर्जनभन्दा बढी विषयहरूमा सम्बन्धित निकायहरूको संयुक्त रूपमा ध्यानाकर्षण गराउने, दबाब दिने र सहकार्य एवं समन्वय गर्ने काम भइरहेको छ।
अन्तर्राष्ट्रिय सञ्जालहरूमा प्रतिनिधित्व। महासङ्घ स्थानीय सरकारहरूको विश्वव्यापी सञ्जाल युनाइटेड सिटिज एन्ड लोकल गभर्मेन्ट्स UCLG को सदस्य रहेको छ भने यसका अध्यक्ष UCLG एस्पेकको ब्युरो कमिटीको सदस्य र महिला समितिको उपाध्यक्ष रहनु भएको छ। यस अवधिमा 4 वटा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा महासङ्घको तर्फबाट सहभागिता भएको छ।